ल मुभी टु मुभी लेट्स गो गर्मी छ तर पनि हामी जाँदैछौँ Money priority ho uncle. Money priority ho uncle. कसले हाम्रो गाडी चालु गरिसक्नु भएको छ चट्टले यता के भन्छ फेरि चढेर आइसकिसक्यो अब चाहिँ चक्क साइकल लिने हो त्यसपछि सट्ट जाने हो यहाँ शेर्पा भाइ ओ यार हिरो त भर्खर छुडे अन्त ओइ छिटो आइज ल यस्तै छ हाम्रो चाहिँ आज रमाइलो हुन्छ एक दिनको लागि साइकल किनिसकेको छौँ यहाँ चट्ट लाएर साइकल चाहिँ एकदम नयाँ नयाँ छ गाइस
हामीहरू ट्याक्क सकेर है फर्किँदैछौँ चट्ट लाग्यो सबै केटाहरूको अनुहार चाहिँ एकदम भोकाको बाघ जस्तै भएको छ हाम्रो एउटा फेरि ह्यान्डसम केटो भिडियो गर्दैछ हजुर आजको साइक्लिङ कस्तो भयो त भन्यो नि त एकदम एक्सिलेन्ट आजको चाहिँ एकदम एडभेन्चर टाइपको थियो हैन साइक्लिङ एकदम मजा भयो सो प्लिज सबैजना चाहिँ रुट देखाउनु ल ल मैले देखाएँ आउनु होला ल अहिले लागौँ है हामी ल अब हामी चाहिँ चट्ट फेरीमा गएको गाइस यहीँ छ फेरी चाहिँ चट्ट लगाएर अब लाग्यो हामी हो यार लास्ट गल्यो क्या अहिले बेलुका राति सुत्ने बेला दुख्छ नि त अनि खुट्टा त कति साह्रो दुख्छ भन्ने कुरा एकदम बबाल मजा आयो आउन चाहिँ आजको एकदम शरीर चाहिँ एकदमै थाकिरहेको रमाइलो भयो कति लड्यो तर लडेको साइकल भाँचियो भन्ने कुरा अफसोस लडेको भिडियो गर्न पाइएन साइकल बिगारेको भिडियो गर्न पाइएन वान्स मोर ल गाइस हामी यहाँ थाकेको अवस्था कहाँ थाक्छ ल आज त्यसै तँ त अघि सुत्दै थिइस् त पर हो र त्यसै हो र ल अब हामी फर्किन लाग्यो गाइस वेटिङमा अब चटपटानबाट Oh my god! Wow! सलेमा ल गाइस ल अब फर्केको अवस्था सुतिरहेछ गाइजहरू सुते ल गाइस हाम्रो चाहिँ अब यहाँ लास्टमा चटपटी बन्दैछ दुईजना चाहिँ एकदम चटपटी बनाउनु चाहिँ माहिर बुझाइ चटपटी परेड गाइस ल यहाँ चाहिँ हाम्रो एकदम डान्स भइरहेको झुकी झुकी बस्ने कान्छीको लुकी लुकी हेर्ने बानी झुकी झुकी बस्ने कान्छीको लुकी लुकी हेर्ने बानी मन पर्यो मन पर्यो मन पर्यो मलाई मन पर्यो मन पर्यो मन पर्यो मन पर्यो सालै मन पर्यो सिम्पल सिम्पल कान्छीको डिम्पल गर्ने गाला आज चाहिँ हाम्रो यस्तै छ अब चाहिँ हामी रुममा फर्किँदैछौँ हजुरहरूले हाम्रो भिडियोलाई एकदम माया गरिदिनु होला हजुरहरू चाहिँ नयाँ नयाँ हुनुहुन्छ भने यसो एक सब्सक्राइब गरिदिनु होला मेरो नयाँ भिडियोमा What? हजुरहरूले चाहिँ मेरो सब्सक्राइब सब्सक्राइब गर्नुहुन्छ म हजुर एकदम के भन्छ आभारी हुनेछु त्यस्तै छ अब हामी चाहिँ जाँदैछौँ